अब चाहिँ यहाँ सुनौँ एकछिन चुट गरेको आवाज होइन। यहाँबाट चाहिँ एक्जिट भएर चाहिँ हामी चाहिँ जाँदैछु जरा यता 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 यता। माई हस्बेन्ड टेकिङ आउट द पैसा। अनि यता तलबाट चाहिँ एमटिआरहरू छ। यहाँबाट चाहिँ पर माथिको जारा गएर चाहिँ हल्का सपिङ गरिदिउँ भनेको। हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। धेरै दिनको बादमा तपाईँहरूलाई म सानो भिडियो हाल्दैछु। फिलहाल हङकङको सेन्ट्रलको एमटिआरबाट है। यो चाहिँ एमटिआर हो है सबै। यहाँबाट चाहिँ अझै तल अन्डरग्राउन्ड ट्रेन कुद्ने ठाउँतिर जाने। हामी चाहिँ एक्जिट भइसक्यौँ। अन्त यहाँबाट चाहिँ म जाँदैछु बाहिर जारा। त्यहाँ हल्का सपिङ गरेर तपाईँहरूलाई पनि म सेन्ट्रलको भ्यू देखाउँछु। कति भयो नि त युट्युबमा भिडियो नहालेको। रङ्गी चङ्गी थरीको मान्छेहरू हेर्नुहोस् ल। संसारैभरिको चाइनिज, इन्डोनेसियन, फिलिपिन। यहाँ चाहिँ हुनुहुन्छ नेपाली। यता हेरिदेऊ न नेपाली। यस चाहिँ सबै टिकट काट्ने ठाउँ हो। अक्टोपस छैन भने, अक्टोपस भनेको चाहिँ कार्ड हुन्छ कि एमटिआर बसतिर हिँड्नुलाई। त्यो छैन भने चाहिँ एक दिनको वान ट्रिपको लागि टिकट काट्नु पनि मिल्यो। अन्त हामी चाहिँ यहाँ एक्जिट डीबाट बाहिर निस्किन्छौँ। बाहिर निस्किन्जेलसम्म तपाईँहरू चाहिँ त्यही हो, भिन्न थरीका मान्छेहरू हेर्दै हामीसँगै हिँड्नुहोस् है। जाने जाँदै आउने आउँदै होइन। कति बजी छ अहिले? आज त मैले घडी पनि लाइनँ। सो यहाँबाट बाहिर एक्जिट भएपछि हामी D1 यस्तो एक्जिटहरू चाहिँ थुप्रै हुन्छ। ABCD EFG HIJKL MNOP आई थिङ्क कतिसम्म नै पो हुन्छ। अनि आफ्नो डेस्टिनेसन अनुसारले चाहिँ लोकेसन अनुसारले सर्ट एक्जिट हुने। हामी अब बाहिर आइपुग्यौँ जमिनमा। ल सेन्ट्रलको इभिनिङको भ्यू। यहाँ चाहिँ स्ट्रिट सपहरू छ। नयाँ खोलिएछ ल्याक्टस ब्रान्डको। त्यही भएर यहाँ फ्लावर। यहाँबाट उता गयो भने एडमिरल्टी। टिभीहरूको स्क्रिन त कति हुन्छ है यतातिर चाहिँ। यहाँनिर ब्याङ्क छ, यहाँ पनि एटिएम छ। यहाँ क्रसिङमा यसरी मजाले बस्ने, रुल फलो गर्ने, गरेन भने $2000 तिर्ने। स्यामसङको सोरुम छ यहाँनिर। यसरी जाने। त्यहाँबाट चाहिँ यहाँ माथिको गल्लीमा चाहिँ सबै बार छ है। पुरा बारै बार। अनि हेर्नुहोस् न, सुनहरू चाहिँ यत्रो ठुल्ठुलो हुन्छ। चाइनिजहरूको बिहातिर लाउँदा चाहिँ यसरी कत्रो ठुलो छ।
त्यो डिजाइन त राम्रो रहेछ नेपालीको जस्तै डिजाइन वाट रहेछ त फेरि ए ल यहाँ माथि माथि चाहिँ सबै बारहरू हो रातभरि खुलिन्थ्यो पहिला पहिला त अहिले पनि खुलिन्छ तर अहिले अलिक बिजनेस डाउन छ हङकङतिर बारहरूको यहाँ चाहिँ छ अमेरिकन इगल पहिला चाहिँ यहाँनिर ग्याप थियो तर मलाई चाहिँ धेरै जस्तो यहाँको लुगा त्यति हुँदैन यहाँ यसरी विल चेयरमा बेच्दो रहेछ रोस अनि यहाँ पनि पाउँछ इटालियन ब्रान्डको चिजहरू होइन अलिक हिँड्नुहोस् हामीसँग सबर खरो सबर अन्त यहाँ बाहिरतिर चाहिँ प्रायः बिचमा बाटो साइडमा मान्छे हिँड्ने ठाउँ मजाले छुट्याएको हुन्छ विच हाम्रोतिर चाहिँ हुँदैन भएको पनि सबै मिचेर अहिले त ठाउँै नरहेछ मेरो चाहिँ काम यहाँभित्र पनि जाने छ अहिले एकछिनमा जान्छु त्योभन्दा पहिला चाहिँ जारा जाम है त जारा भन्ने कुरा चाहिँ अल टाइम फेभरेट के जति बेला पनि जारा जाइहाल्ने लुगा जुत्ता किन्ने लाउने त्यो चाहिँ कहाँ छ यहाँनिर छ यो लगाइरहेको टी सर्ट पनि जारै हो अब यहाँ पर्खिनु पर्ने हुन्छ जारामा पे गर्नुको लागि ब्याङ्क एटिएम चाहिँ यहाँ छ टाढा अब यहाँ गएर चाहिँ म चाहिँ लुगा छान्छु लुगा छानेर चाहिँ मेरो हस्बेन्डलाई चाहिँ सेन्सर्ड गर्नु लाउँछु क्या सेन्सर्ड गर्नु ठिक छ कि छैन राम्रो छ कि छैन भनेर ओके डन भयो भने चाहिँ किन्छ यहाँ चाहिँ 4 तला छ 4 तलामा यहाँ यता पहिला हेर त सबै यताबाट कुनादेखि हेर्दै जाने मुनिल्लो तलामा चाहिँ केटाहरूको छ तर पहिल्यै केटीहरूको हेरिहाल्ने ओके अब यस्तै छ है जाराको चाहिँ थ्याङ्क यू फर वाचिङ बाई